दिदी हजुर अघिदेखि यहाँ यतिकै बसिरहनु भएको रहेछ किन यसरी बसिरहनु भएको पानीमा हजुर किन यसरी बसिरहनु भएको भनेर अघिदेखि मैले देखेको थिएँ ट्याक्कै म चाहिँ हस्पिटलबाट आएको हस्पिटलबाट आएको हजुर हजुर अहिले चाहिँ यहाँ पानी आएर चाहिँ यहाँ बसेको किन कहीँ जानुपर्ने थियो कि हजुरको रुम जानु भएको अहिले चाहिँ कसैले कुरिरहनु भएको होइन पानी आएर चाहिँ जान नसकेर एकछिन बसेको ए पानी आएर जान नसकेर ए छाताहरू पनि छैन तपाईँसँग पानी छाता लैजाने बिर्सेर ए छाता लैजानु बिर्सेको कहाँसम्म पुग्नुपर्ने टाढै पुग्नुपर्ने हो कि मेरो यहाँ तल हो 10-15 मिनट लाग्छ इनड्राइभहरू गरिदिउँ म हजुर एकछिनमा जान्छु कि लिनुहोस् छाता दिनु न पानी पर्यो तपाईँले तपाईँको होला होइन ठिक छ के भन्नु लिनुहोस् न तपाईँ फेरि हस्टेलमा चाहिँ किन गएर आउनु भयो लिनु छाता अहिले पानी त पऱ्यो होइन होइन तपाईँ लिनु न छाता बिचबाटमा पानी पऱ्यो भने किन गएर आउनु भयो हस्टेल चाहिँ बिरामी भयो अनि म चाहिँ बिरामी हो उपचार गर्न गएको के भएको त म चाहिँ बोन मेरो बिरामी हो बोन मेरो ए ल हिजो चाहिँ एकदम गाह्रो भएर इमर्जेन्सीमा गएको थिएँ अनि त्यही इमर्जेन्सीमा जाँदा चाहिँ भर्ना गर्नुपर्छ भन्नुभएको थियो हजुर पैसा नपुगेर चाहिँ म डिस्चार्ज भएर आएको पैसा नपुगेर डिस्चार्ज भएर आउनुभएको ए नत्र डक्टरले चाहिँ भर्ना गर्नुपर्छ भन्नुभएको रहेछ हजुर किन के कति खर्च लाग्ने हो के कस्तो हो नि त्यहाँ ए अब त्यो उपचार गर्दा त अब कति लाग्छ थाहा भएन तर मेरो चाहिँ खास बोन मेरो बिरामी हो ट्रान्सप्लान्ट गर्नुपर्छ अलिक सुनेन हजुर बोन मेरो बिरामी ट्रान्सप्लान्ट गर्नुपर्छ हजुर ट्रान्सप्लान्ट गर्दा चाहिँ 30 लाख जम्मा गर्नुपर्छ भनेको छ 30 लाख जम्मा गर्नुपर्छ कति वर्षदेखि भयो नि अहिले 6 वर्ष भयो 6 वर्षदेखि हजुर भर्खरै कुन हस्पिटलबाट आउनुभएको म चाहिँ अहिले सिभिलमा हो उपचार गर्ने तर म चाहिँ अहिले वहाँ के अरे ब्लड हस्पिटलमा कता हो ब्लड हस्पिटल झौलाखेलमा छ ए त्यहाँबाट आउनुभयो अहिले चाहिँ घरतिर जानु ए रुम जानु भएको ए अहिले त पानी पनि रोकिसक्यो त्यही भएर पानी पऱ्यो त्यही भएर गाह्रो भयो अनि त्यही पनि बस्छु तपाईँको आँखा पनि पुरै यल्लो देखिया रहेछ है यल्लो पुरै एकदम पुरै बिरामी देखिहाल्नु भयो के रिपोर्टहरू छ तपाईँको मैले के सहयोग गर्न सक्छु कि भनेर बरु हिजो भर्ना गरेको रिपोर्ट होइन एकछिन लिनुहोस् है सर हेरिहाल्छु के यता बस्नु एकछिन कहीँ बस्ने ठाउँ छ भयो मिल्छ तपाईँलाई गाह्रो भइहाल्छ जस्तो भयो फेरि बस्ने ठाउँ पनि छैन भिजिया होला फेरि है हजुरको नाम के पर्यो शर्मिला ठाडा शर्मिला ठाडा 26 इयर्स होइन ए परिवारमा को हुनुहुन्छ नि अनि यहाँ मेरो चाहिँ दुईवटा नानी बाबु र म चाहिँ दुईवटा नानी बाबु हजुर ए कति कति वर्ष पुग्नुभयो नानी नानी चाहिँ 7 वर्ष बाबु चाहिँ 5 वर्ष अब 6 वर्ष हुनु लाग्यो मेरो बच्चा पेटमा हुँदा चाहिँ यस्तो रोग लाग्यो बाबु पेटमा हुँदा हजुर हजुर औषधिहरू पनि टन्नै दिएको रहेछ है ट्याप प्यान्ट 40 mgहरू खर्च चाहिँ 30 लाख जति नै लाग्ने नै भन्नुभयो त्यसको सब ट्रान्सप्लान्ट गर्नु अनि यो ट्रान्सप्लान्ट गर्ने चाहिँ कसको लाइक कस्तो हुने हो मेरो चाहिँ आफ्नै दाजुभाइ चाहिन्छ एकजना दिदी हुनुहुन्छ त्यो दिदीको चाहिँ हो ट्रान्सप्लान्ट छाता तपाईँ लिनुहोस् न हुन्छ म दिन्छु अनि बाबु नानीहरू चाहिँ कता रुममै हुनुहुन्छ बाबु नानी अनि अहिले पैसाहरू तपाईँले जुझाइरहनु भएको छ भन्नुभएको थियो होइन अनि परिवारमा कसरी के गरिरहनु भएको छ नि अहिले हस्पिटलमा खर्च पनि छैन भन्नुभयो कसरी चलाइराख्नु भएको छ अब मेरो चाहिँ श्रीमानले चाहिँ अब डिभोर्स मागेको हो 3-4 वर्ष जति हुनुलाई सम्म छैन उहाँ चाहिँ 4 महिना हुनुलाई 4 वर्ष डिभोर्स 4 वर्ष जति भयो डिभोर्सै भएको छैन उहाँ चाहिँ अहिले बाहिर जानुभएको छ अरे ए कता जानुभएको थाहा छैन मलाई चाहिँ केही थाहा छैन के पनि थाहा छैन त्यसै तपाईँहरू 3 जना मात्रै बस्नु भएको छ रुममा बच्चा होला मैले त्यो सहयोगहरू छुट्याउने अनि त्यो टिकटकहरूबाट अलिअलि आयो भने त्यसरी उपचार गर्नु गरिरहेको छु त्यसरी पुग्छ उपचार गर्न पुग्दैन गाह्रो हुन्छ टिकटकबाट त पुग्दैन जस्तो लाग्यो है त्यसरी उपचार गर्न नि त्यही भएर अहिलेसम्म उपचार पाएन है गाह्रै रहेछ त्यसै मैले सानो सकेको चाहिँ मैले मसँग अहिले पैसा छैन होइन म नि यहाँ घुम्न हिँडेको थिएँ साथीको घर भेट्न हिँडेको थिएँ कि
अनि पछि म नि यस्तो सामाजिक परिवर्तनहरू चाहिँ गरिहाल्छु होइन अनि सक्दो सहयोग चाहिँ गरिहाल्छु अनि तपाईँ नि अलिकति अप्ठ्यारो परेर यसो देखेकोले म हेर्न आएको कि तपाईँ कुरिराख्नु भएको रहेछ मसँग सकेको चाहिँ सानो सहयोग गरिदिन्छु तपाईँले मसँग अहिले 5,000 जति रहेछ होइन त्यो तपाईँ लिनुहोस् म तपाईँलाई फेरि भेट्न आउँछु होइन म तपाईँको नम्बरहरू दिनुहोस् न हुन्छ म सकेको तपाईँले सहयोग गरिदिन्छु नि है म त अनि पछि के भयो तपाईँले नरुनु अनि सबै ठिक हुन्छ तपाईँको होइन चिन्ता नलिनु तपाईँले के आवश्यकता परेको छ होइन कति गाह्रो भयो होइन परिवार पनि तपाईँको बच्चा नानु बाबु छ होइन के अप्ठ्यारो पऱ्यो भने मलाई सम्झिनु होइन म तपाईँले सकेको सहयोग गरिदिन्छु होइन तपाईँ चिन्ता नलिनु है तपाईँ एक्लै छ भने त्यस्तो पिर मान्नु परेन म सबै गरिदिन्छु तपाईँलाई होइन म सकेको जति हुन्छ बच्चाहरू नि सानो भर्खरै होइन भर्खर 5 वर्ष भन्नुभयो 5-7 वर्ष है उहाँको लागि नि के अब तपाईँ एक्लैले सबै गरिराख्नु पऱ्यो अझ हस्पिटल पनि जानु पऱ्यो तपाईँले यति गाह्रो रहेछ धेरै गाह्रो रहेछ तपाईँले है हजुरको घर चाहिँ कता हो मेन पाल्पा अनि ड्याडी मम्मीहरू चाहिँ ए ला सबै तपाईँले नै हेरिरहनु भएको छ हस्पिटल जानेदेखि अरू कसैले हेर्नु भएन अझै छोराछोरी पनि हेर्नुपर्छ धेरै गाह्रो रहेछ तपाईँलाई चिन्ता नलिनु म सकेको तपाईँले सहयोग गरिन्छ होइन तपाईँ मसँग कन्ट्याक्टमा बस्नु है म चाहिँ सानो त्यस्तो टिकटकहरू भिडियोबाट सानो सहयोगहरू चाहिँ म होइन गरिहाल्छु मान्छेहरूलाई मेरो नाम चाहिँ अभिनव हो होइन मेरो नाम अभिनव बजाचार्य तपाईँ मसँग कन्ट्याक्टमा बस्नु हुन्छ म तपाईँलाई पुऱ्याइदिउँ इन्डाइपहरू केहीबाट होइन म पुऱ्याइदिन्छु नि त हुन्छ सँगै जाउँ न है पानी पर्छ यो छाता पनि तपाईँले लिनु न है पानी पर्छ आउनु सँगै जाउँ न है म ट्याक्सी बुक गरिदिन्छु नि हुन्छ ट्याक्सी नै बुक गरिदिन्छु आउनुहोस् सबै निको हुन्छ है केही पनि फरक परेन अब त्यो ट्याक्सी कुरुङहरू हुन्छ ट्याक्सीमा पुऱ्याइदिन्छु नि हो आउनु यता बस्नु र यहीँतिर यहाँ पुरै भिजिया बिस्तारै आउनु बिस्तारै ट्याक्सी नआएसम्म यहीँ बस्नु र हुन्छ यहीँ बस्नु न ट्याक्सी नआएसम्म बिस्तारै चक्कर आयो जस्तो भयो ए बस्नु एकछिन म ट्याक्सीहरू मैले मगाइदिन्छु होइन एकछिनमा आउँछ त्यही भएर तपाईँ टेन्सन नलिनु सबै ठिक हुन्छ है तपाईँ धेरै नै टेन्सन लिनु भएको छ होइन अब एक्लै छु होइन अब 2टा बच्चा छ अब गरिदिनु कोही छैन त्यही भएर सबै ठिक हुन्छ होइन के चिन्ता लिनु भएन म सकेको तपाईँले सहयोग चाहिँ गरिदिन्छु है त्यही भएर हुन्छ 2वटा बच्चा छ होइन हजुर अब त्यो बच्चाहरूको लागि चाहिँ कोही छैन त्यो मोबाइल त्यसले गर्दा त्यो बच्चाहरूको लागि भयो भने बाँच्नु भनेर सङ्घर्ष गरिरहेको छु तपाईँ आइदिनु मलाई केही गर्नु फेरि तपाईँ नि त्यहाँ आँटेको देखेर म होइन मैले अलिक टेन्सन भयो कि तपाईँ किन यसरी बसिराख्नु भएको छ होइन पानी परेको बेला त्यही भएर यो उपचार चाहिँ हुन्छ होइन जे होस् सबै उपचार चाहिँ हुन्छ मैले बेलेनमा पाएको भएर चाहिँ अहिलेसम्म ठिक भइसकेँ तर चाहिँ 30 लाख जति खर्च हुने भयो 30 लाख जति चाहिँ खर्च चाहिन्छ भनेर चाहिँ प्रास गर्नु भन्दैन तर मेरो चाहिँ अब त्यही हो गरिदिने मान्छे कोही हुनु म आफैले सकि नसकि यताउता हेर्ने मान्छे पनि कोही छैन आफैले गर्दाखेरि चाहिँ अहिलेसम्म मैले उपचारै पाएँ अहिले कतिचोटि चेकअपको लागि जहिले गइरहनु भएको छ चेकअप त मैले हप्ते पछि गरिरहनुपर्छ ब्लड चाहिँ हप्ते पछि लाउनुपर्छ हजुर अनि ब्लड चाहिँ हप्ते पछि लाउनुपर्छ अनि चेकअप त हप्ताको 2चोटि गरिरहनु ए मैले दिएको रकम चाहिँ सानै होला होइन तर म फेरि एकचोटि तपाईँले भेट्न चाहिँ आउँछु है सहयोग म गर्छु तपाईँले मैले जसरी भयो नि कहीँबाट जुधाएर भयो नि होइन तपाईँले सहयोग चाहिँ गर्न म भेट्न आउँछु मेरो नाम चाहिँ अभिनव मैले भनिहालेँ होइन मेरो टिकटक बन्छ मैले भिडियो पनि खिचिरहेको छु होइन यो लुकेर कहीँबाट भिडियो चाहिँ भइहाल्छ यो पोस्ट गर्नु मिल्छ मिल्दैन मिल्छ है हुन्छ म चाहिँ अब मैले चाहिँ अब टिकटकमा बसेर अलिअलि सहयोगहरू जुटाएर उपचार गरिरहेको छु हजुर तर अहिले चाहिँ एकदम धेरै गाह्रो भएर चाहिँ म केही गर्न सकिरहेकै छैन कि अहिले होइन होपलेस फिल नगर्नु तपाईँ होइन तपाईँले सक्नुहुन्छ कि होइन आफ्नो छोराछोरीको लागि भयो नि तपाईँले
होइन गरिरहनु भएको छ तपाईँले आफूले सकेको सबै गरिरहनु भएको छ है अहिले छोराछोरी चाहिँ कता अहिले कलेज स्कुलमा गइरहनु होइन स्कुलमा होला अहिले बच्चाहरू चाहिँ रुममा छ होइन त्यही बच्चा हेरिदिने मान्छे पनि हुँदैन होइन आफै एक्लै उपचार गर्नु बच्चा हेरिदिने मान्छे छैन पकाएर पनि खाने मान्छे छैन होइन तपाईँ बिरामी हुँदा नि सबै आफै पकाएर सबै गरिरहनु भएको छ है खायो नसके चाहिँ त्यतिकै बिस्कुट मात्रै खाएर सुत्दिन्छु त्यस्तो खाएर सुत्नु कि झन् केही नखाइकन सुत्यो भने झन् रिङ्गटा लागेर आउँछ अहिले तपाईँ जस्तो रिङ्गटा लागेको नि तपाईँ आँखा पनि पुरै येल्लो भइहाल्छ है त्यो बिरामी नै भइहाल्नु भएको छ कि तपाईँ रेस्ट लिनुपर्छ त्यसो भए तपाईँ सबै चलिहाल्नु भएको छ तपाईँ एक्लै सबै गरिरहनुपर्छ हो गर्नुपर्छ होइन चिन्ता नलिनु होइन तपाईँले आर्थिक अवस्था तपाईँको अलिक गाह्रो भएर तपाईँले हस्पिटल पनि जानु पाएन म सकेको गरिन्छ है म अहिले मैले जति छ मैले त्यति सानोमा सहयोग गरेको फेरि भेट्न आउँछु अहिले म ट्याक्सी चाहिँ आइसक्यो होला होइन ट्याक्सी मैले बुक गरेको छु यो आइसक्यो होला आउनु जाउँ न हुन्छ आउनुहोस् अहिले ठिक भयो कि भएन चक्कर लगाइरहेको छ यस्तै एकछिन म ट्याक्सी यहीँ आउनु ल्याउँछु है बोलाउँछु है तपाईँ बसिराख्नु न एकछिन ट्याक्सी पनि आयो होइन तपाईँ यसमा जानु न है पानी पर्छ छाता लगाउनु न तपाईँले है हुन्छ राम्रोसँग जानुहोस् दाइ उहाँले कहाँसम्म पुग्नुपर्ने होइन यहाँ तलसम्म भन्नुभएको थियो 500 म दिन्छु होइन तपाईँले पुऱ्याइदिनु न उहाँलाई हुन्छ होइन मैले तपाईँलाई चिनिरहेको हो तपाईँ सहयोग गरेर हिँडिरहनुहुन्छ चिन्नुहुन्छ मैले युट्युबमा देखिरहेको हुन्छ भिडियोतिर देखिरहेको हुन्छ हो र ए होइन तर के पैसा दिनु न उहाँले होइन पर्दैन हो र धेरै धेरै धन्यवाद हजुरको नाम के पऱ्यो होला त्यसै मेरो अमित आचार्य अनुप अमित आचार्य ए अमित धेरै धेरै धन्यवाद तपाईँको सहयोगको मनलाई होइन धेरै खुसी लाग्यो उहाँ नि गाह्रो भएको थियो कि उहाँ चाहिँ क्यान्सर भयो रहेछ होइन त्यही भएर नि उहाँलाई मैले सानो सहयोग गरिरहेको तपाईँ त्यही अनुसार सहयोग गर्नुभयो उहाँलाई होइन धेरै खुसी लाग्यो त्यो चाहिँ है उहाँले पुऱ्याइदिनु है हस् थ्याङ्क यू हस् राम्रोसँग जानु है के पऱ्यो भने मलाई भन्नु होइन म तपाईँको नम्बर मलाई पठाइदिनु सबै म तपाईँ मेरो टिकटकमा पठाइदिनु है हस् थ्याङ्क यू